दाजु हजुर भाइ पुग्नुभयो 48 चाहिँ नगरी त छ नाइटामा चाहिँ 48 तर ओरिजिनलमा चाहिँ तपाईँ 50 ओरिजिनल चाहिँ 50 हो मान्छे त 25 जस्तो देखिनुहुन्छ दाजु खोइ अब सानो सानो ज्यानको पहिलादेखि खेलिआएको बाल्यकालदेखि सानो ज्यान अब त्यो बिचबिचमा चाहिँ अब हाम्रो थाहै छ त हेङमा स्याङमाले बिग्रिएर अहिले चाहिँ पुरा फर्ममा आउनु लागिसक्यो भनौँ न अब 50 कट्दैखेरि होला दाइ साँच्चै भनेको 50 जस्तो देखियो भेटरान चाहिँ है दाइ होइन सत्य कुरा हो अनि फेरि हाम्रो टिममा सबभन्दा कुद्ने नै तपाईँ हो फेरि होइन दाजु कुद्नु त छ कुद्नु चाहिँ तर मेरो ऊ छ ताकत चाहिँ छैन अनि कुदाइ चाहिँ कहाँबाट आउँछ कुद्दा चाहिँ अब भित्र एकदम जाँगर आउँछ नि मेरो कुद्नुको लागि चाहिँ पुरै जस दाइ 50 जस्तो चाहिँ देखिएन पत्याउँदैन होला दाजु मेरो भ्युअर्स पताउँदैन हेर्दा चाहिँ होइन तर खासै म 50 को चाहिँ हो नाइटामा चाहिँ 48 छ पुरै अनि दाजु दिनचर्या कस्तो बित्दैछ दिनचर्या अब सानोतिनो एउटा पसल छ अब त्यसैमा दिन बित्छ भनौँ न समय पाएको बेला यहाँ भाइहरूसँग मनोरञ्जन गर्न आउँछु म कस्तो चल्दैछ दाजु ठिकै छ भाइ अहिलेसम्म त राम्रो आम्दानी छ नि होइन ठिकै छ भनौँ न अब पहिला व्यापार चल्दैछ चल्दैछ फुटबल हामी पनि चल्दैछ हाम्रो हामी यसमै खुसी छौँ नि दाजु हो नि भाइ हो घर चल्नु नै ठुलो कुरो हो कि नहुनु हो भाइ हो मान्छे कति बेरोजगार छन् हामी त केही गरेर खाइरहेका छौँ नि होइन त्यतिकै बसिरहेका छौँ हो नि भाइ हो त्यही हो खुसी नै हो अब यतिमै खुसी छु म अब योभन्दा मेरो उपरान्त उमेरले पनि डाँडा काटिसकेको हो खासै अब म यतिमै सीमित हो मेरो ल दाजु धन्यवाद ल आज राम्रो ओके